यहाँ देख्न सक्नुहुन्छ यति ठुलो। अहिले चाहिँ बसा गुफाभित्र छौँ भने त्यहाँ शङ्ख बजाउने, यहाँ चाहिँ यो गाईको छ यस्तो छ देख्न सक्नुहुन्छ। शब्द हुन्छ अहिले यो बसा गुफा चाहिँ यति डेन्जर ठुलो छ कि यहाँदेखि चाहिँ पहिला शिवजी र पार्वतीलाई चाहिँ राक्षसले लखेटेर यहाँदेखि निस्केको भन्ने एउटा कथा जस्तै छ। र यहाँ देख्न सक्नुहुन्छ माथि पनि त्यत्तिकै डरलाग्दो गुफा, यो हलिसिथानको बसा गुफा हो। यहाँ चाहिँ नि लामाहरू पढ्न बसिरहनु होला जस्तो लाग्यो। यहाँ सबै यसरी देख्न सक्नुहुन्छ, यो यही भित्र यति ठुलो टेन्ट हलमा पनि यसरी बसिरहेका छन् भने यसरी बसिरहेका छन् मान्छेहरू। यहाँदेखि बहुत ठुलो छ, देख्न सक्नुहुन्छ। यो माथि आकाश देखिन्छ। यहाँदेखि देख्न सक्नुहुन्छ यति ठुलो गुफा कसरी बन्यो होला, अचम्म लाग्ने। यहाँ जति सुन्दर, यति डरलाग्दो, यति रमणीय, नेपालकै पहिलो त होइन होला, पूर्वकै पशुपति भनेर चाहिँ हलेसीलाई चिनिन्छ भने सँगै यहाँ लामाहरू लामाहरू पढिरहेका छन् भने यहाँ जुत्ता खोल्नुपर्छ होला है पर्दै। मात्रै नभएर यहाँ विदेशी पर्यटकहरू पनि यसरी लामाको भेषमा सजिएर बसेका छन् भने आफ्नो तपस्या गरिरहेका छन्। यहाँ सक्नुहुन्छ उता चाहिँ ठुलो